नमस्ते। अंग्रेजी सिक्ने चाहना छ तर कहाँबाट सुरु गर्ने के गर्ने अलमलमा हुनुहुन्छ? चिन्ता नलिनुहोस्। आज हामी यो यात्रालाई एकदमै सरल बनाउनेछौँ। पहिलो पाइलादेखि लिएर अंग्रेजी व्याकरणको जगसम्म सबै कुरा सजिलोसँग बुझ्ने प्रयास गर्नेछौँ। धेरैको सपना हुन्छ फरर अंग्रेजी बोल्ने, लेख्ने, बुझ्ने, सायद कुनै मनपर्ने फिल्म बिना सबटाइटल हेर्न वा विश्वभरिका मानिसहरूसँग जोडिन। यो एउटा यस्तो सिप हो नि जसले साँच्चीकै अवसरका नयाँ ढोकाहरू खोलिदिन्छ। ल, अब त्यो सपनालाई विपनामा बदल्ने बेला भयो। अंग्रेजी सिक्ने भन्ने बित्तिकै गाह्रो होला जस्तो लाग्छ, तर त्यस्तो होइन। यदि सही बाटो र तरिका अपनाउने हो भने यो यात्रा रमाइलो पनि हुन सक्छ। आउनुहोस्, यो बाटोलाई सँगै मिलेर सजिलो र स्पष्ट बनाऊ। ल त, सुरु गरौँ है त। भनिन्छ नि, 1000 माइलको यात्रा पनि एक पाइलाबाटै सुरु हुन्छ। त्यस्तै अंग्रेजी सिक्नका लागि पनि सुरुमा केही महत्त्वपूर्ण पाइलाहरू चाल्नुपर्छ। आखिर ती पहिलो पाइलाहरू के हुन् त? हेरौँ न। स्क्रिनमा देखिएका यी 6 कुराहरू भनेको जग जस्तै हुन्। पहिलो 3 मतलब वर्णमाला, शब्दभण्डार र व्याकरण, यिनीहरू हाम्रो औजार बाकस हुन्। अनि बाँकी 3 सुन्ने, बोल्ने, पढ्ने र लेख्ने चाहिँ ती औजारहरूलाई चलाउने अभ्यास। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो थाहा छ? नियमितता। हरेक दिन थोरै थोरै अभ्यास गर्नु, हप्तामा एकैचोटि धेरै गर्नुभन्दा कैयौं गुणा राम्रो हो। अनि सबैको मनमा आउने प्रश्न, कति समय लाग्ला त? हेर्नुस्, यदि हरेक दिन लगनशील भएर अभ्यास गर्ने हो भने सामान्य बोलचाल र बुझ्नका लागि करिब 3 देखि 6 महिना लाग्न सक्छ। तर एउटा कुरा के याद राख्नुपर्छ भने भाषामा पोख्त हुन चाहिँ समय लाग्छ, त्यसैले धैर्यता एकदमै जरुरी छ। सबैको सिक्ने तरिका र शैली फरक फरक हुन्छ, होइन र? कसैलाई एक्लै पढ्न मन लाग्छ, कसैलाई साथीहरूसँग। अब हामी केही यस्ता तरिकाहरू हेर्नेछौँ जसबाट आफ्नो लागि सबैभन्दा सुहाउँदो बाटो छनौट गर्न सजिलो होस्। यहाँ 2वटा मुख्य तरिकाहरू छन्। एउटा भयो सेल्फ स्टडी, मतलब आफै पढ्ने। किताब, इन्टरनेट, एप्सको मद्दतले आफ्नै समय र गतिमा सिक्न सकिन्छ। यो तरिका अलि सस्तो पनि पर्छ। अर्कोतर्फ क्लासरुममा सिक्दा शिक्षकको प्रत्यक्ष निर्देशन पाइन्छ, साथीहरूसँग अभ्यास गर्न मिल्छ। यो अलि खर्चिलो भए पनि निकै प्रभावकारी हुन सक्छ। अब अरू 2 तरिकाबारे कुरा गरौँ। पहिलो हो इमर्सन मेथड। यसको मतलब आफूलाई अंग्रेजीको वातावरणमा डुबाउने, जस्तै मोबाइलको भाषा अंग्रेजी बनाउने, अंग्रेजी फिल्महरू मात्र हेर्ने। सुरुमा अलि गाह्रो लाग्न सक्छ, तर यो भाषा सिक्ने सबैभन्दा छिटो तरिका हो। अनि अर्को विकल्प हो अनलाइन कोर्स, जहाँ घरमै बसेर विज्ञहरूबाट सिक्न सकिन्छ र कोर्स सकेपछि प्रमाणपत्र पनि पाइन्छ। यति मात्र कहाँ हो र, सिक्नलाई अरू पनि कति धेरै रमाइला तरिकाहरू छन्। आजकल त एप्सहरू छन् जसले खेल खेलाउँदै सिकाउँछन्, जसले गर्दा पढाइ पट्यार लाग्दो हुँदैन। अनि अनलाइन प्लेटफर्महरूमा भाषा साटासाट गरेर, मतलब अरूलाई नेपाली सिकाउने र उनीहरूबाट अंग्रेजी सिक्ने पनि गर्न सकिन्छ। र अंग्रेजी फिल्म वा पडकास्ट सुन्दा त भाषाको वास्तविक प्रयोग कसरी हुन्छ भनेर थाहा पाइहालिन्छ। ल, अहिलेसम्म हामीले कसरी सिक्ने भन्ने कुरा गर्यौं। अब हामी अंग्रेजी व्याकरणको सबैभन्दा महत्त्वपूर्ण भाग, यसको जगको बारेमा कुरा गर्दैछौँ। जसरी घर बनाउन इटा चाहिन्छ नि, हो त्यसरी नै अंग्रेजीमा वाक्य बनाउन पार्ट्स अफ स्पीच चाहिन्छ। यो बिना त कुरै बन्दैन। त्यसो भए के हो त यो पार्ट्स अफ स्पीच भनेको? एकदम सरल भाषामा भन्नुपर्दा यो भनेको वाक्यमा आउने हरेक शब्दलाई उसको कामको आधारमा दिएको पद वा नाम हो। कुन शब्दले के काम गर्छ भनेर छुट्याउने तरिका। यसले नै वाक्यलाई एउटा संरचना र अर्थ दिन्छ। यो वाक्यलाई हेरौँ त। The quick brown fox jumps over the lazy dog. यसको एउटा रमाइलो कुरा के छ भने यो एउटै वाक्यमा अंग्रेजीका सबै 26 वटै अक्षरहरू छन्। अनि यहाँ भएको हरेक शब्दको आफ्नै काम छ। जस्तै फक्स एउटा जनावरको नाम हो, जम्प्सले उफ्रने काम बुझाउँछ र क्विकले फक्स कस्तो छ भनेर बताउँछ। हो, यही वर्गीकरण नै पार्ट्स अफ स्पीच हो। अंग्रेजी व्याकरणमा मुख्यतया जम्मा 8 प्रकारका पार्ट्स अफ स्पीच छन्। अब हामी यिनै 8 प्रकारलाई एक एक गरेर उदाहरणसहित बुझ्नेछौँ। यो बुझिसकेपछि वाक्यको संरचना बुझ्न एकदमै सजिलो हुन्छ। हो, जम्मा 8 वटा, धेरै छैनन्। यिनै 8 वटा खम्बाहरूले नै अंग्रेजी भाषाको पूरै संरचनालाई अड्याएर राखेका छन्। यो हेर्नुस् त, यहाँ ती
8 प्रकार र तिनको मुख्य कामलाई एकै ठाउँमा देखाइएको छ। नाउन, प्रोनाउन, वर्बदेखि लिएर इन्टरजेक्सनसम्म। यो हाम्रो लागि एउटा रोड म्याप जस्तै भयो। ल अब एक एक गरेर यिनीहरूको बारेमा जानौँ। नम्बर 1 मा छ नाउन, जसलाई हामी नेपालीमा नाम भन्छौं। यसले कुनै पनि व्यक्ति, ठाउँ, वस्तु वा विचारको नामलाई जनाउँछ। जस्तै राम इट्स एन एप्पल भन्ने वाक्यमा राम व्यक्ति भयो र एप्पल वस्तु भयो। यी दुवै नाउन हुन्। 2 नम्बरमा आउँछ प्रोनाउन, अर्थात् सर्वनाम। यसको काम भनेको नाउनको ठाउँमा आएर शब्द दोहोरिनुबाट रोक्नु हो। जस्तै राम इज माई फ्रेन्ड, राम इज स्मार्ट भन्नुको सट्टा राम इज माई फ्रेन्ड, ही इज स्मार्ट भन्दा कति राम्रो सुनिन्छ होइन? यहाँ ही नै प्रोनाउन हो। तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण, वर्ब अर्थात् क्रिया। यसले कुनै काम भएको वा कुनै अवस्थालाई जनाउँछ। वर्बलाई वाक्यको इन्जिन नै भन्दा हुन्छ। यो बिना वाक्य नै बन्दैन। जस्तै बर्ड्स फ्लाइ इन द स्काई मा फ्लाइ अर्थात् उड्नु एउटा वर्ब हो। चौथोमा छ एडजेक्टिभ अर्थात् विशेषण। यसको काम नाउन वा प्रोनाउनको बारेमा थप जानकारी दिनु हो, मतलब त्यसको विशेषता बताउनु हो। जस्तै शी हेज अ रेड ड्रेस मा ड्रेस त भयो नाउन, तर कस्तो ड्रेस? रेड ड्रेस हो। यही रेड चाहिँ एडजेक्टिभ हो। 5औंमा छ एडभर्ब अर्थात् क्रिया विशेषण। यसले चाहिँ वर्बको विशेषता बताउँछ, मतलब काम कसरी, कहिले वा कहाँ भयो भनेर देखाउँछ। जस्तै ही रन्स क्विकलीमा ऊ दौडिन्छ त, तर कसरी दौडिन्छ? क्विकली अर्थात् छिटो। यो क्विकली नै एडभर्ब हो। 6औंमा आउँछ प्रेपोजिसन अर्थात् सम्बन्ध सूचक। यसले वाक्यमा एउटा शब्दको सम्बन्ध अर्को शब्दसँग देखाउँछ, खासगरी स्थान वा समयको। जस्तै द बुक इज अन द टेबलमा किताब कहाँ छ त? टेबलमाथि छ। यो अन अर्थात् माथिले नै किताब र टेबलको सम्बन्ध देखायो। 7औं कन्जङ्सन अर्थात् संयोजक। यसलाई भाषाको ग्लू वा फेभिकल भन्दा पनि हुन्छ, किनकि यसले शब्दहरू, वाक्यांशहरू वा वाक्यहरूलाई जोड्ने काम गर्छ। जस्तै आई लाइक टी एन्ड कफीमा एन्डले टी र कफीलाई जोड्यो। न अन्त्यमा 8औं नम्बरमा छ इन्टरजेक्सन अर्थात् विस्मय सूचक। यसले मनमा अचानक आउने खुशी, दुःख वा आश्चर्य जस्ता बलियो भावनाहरूलाई व्यक्त गर्छ। जस्तै वाउ द्याट्स अमेजिङ मा वाउले आश्चर्यको भावना देखायो। ल आज हामीले धेरै कुरा गर्यौं। मुख्य कुरा के हो भने सुरु गर्दा सानो सानो कुराबाट सुरु गर्ने, हरेक दिन अभ्यास गर्ने र आफ्नो लागि मिल्ने तरिका छान्ने। अनि नबिर्सनुहोस्, यी 8वटा पार्ट्स अफ स्पीच नै बलियो अंग्रेजीको आधार हुन्। अब सोच्ने बेला आएको छ, आजबाट आफ्नो अंग्रेजी यात्रा सुरु गर्न कुन एउटा सानो कदम चाल्न सकिन्छ?